प्रथम लागौँदो चरणको धनी न चुडायो खिन्न लागतले लालैरिया मेरे जीव के यही जीवन इन चरण तले पड़े रहूं धनी नजर खोल बात ना पलन वालो निरखूं नेत्रे मेरे जीव के यही जीवना ए चरण निमक न छोड़िए राखिए माहे नैनन ए निस्बत हकर्ष का मेरे जीव के यही जीवन। बोलो श्री प्राणनाथ प्यारे की जय, सद्गुरु महाराज की जय। प्रियतम अक्षरातीत धामधनी परब्रह्म परमात्मा श्री राज शर्मा जी, श्री राज शर्मा जी का अति लाडला अति प्यारा प्राणाधार आत्म समेत सुन्दर सुन्दर भाइ हजुरहरूको कोमल चरण कमलमा प्रेम प्रणाम जी। आउनुहोस् आज यो तपाईँ हामीलाई प्रियतम धामधनीको सौभाग्य तपाईँ हामीलाई प्राप्त भयो, जुन उहाँको नाम स्मरण गर्ने यो आज तपाईँ हाम्रो यो रविबार आइतबार जो यहाँ अमेरिकाको धरतीमा फादर डे पनि विभिन्न ठाउँमा मनाइरहेको अवस्था छ र यसै सन्दर्भमा आज मैले छोटो वाणी चर्चा सनन्द ग्रन्थ अन्तर्गत प्रथम चौपाईलाई मैले उठाउँदै यसैको सेरोफेरोमा रहेर हजुरहरूलाई ब्रह्मवाणी चर्चा राख्ने जमर्को गर्दैछु। धामधनीको कृपा, यो उहाँकै कृपाद्वारा सबै चिज यहाँ सञ्चालन हुँदैछ। हम तो हाथ हुकुम हक के हाथ हुकुम पिता हाम्रा पियाजी क्या चले जिउँ जान त करो खसौँ। किनभने यो सबै उहाँकै निर्देशनमा उहाँकै कृपाद्वारा सञ्चालन भएको, तसर्थ यो सनन्द ग्रन्थ जुन अल्लाह मुहब्बा मासुक सो खासी खसम दिल तो नाम धराया रसुले आशिक अपना सो, जो तपाईँ हामी यो कुरानको विशेष चर्चा यो सनन्द ग्रन्थमा राखिएको छ। हामीलाई जो मोहम्मद साहेब भन्ने बित्तिकै अलिकति तपाईँ हाम्रो मन विचलित हुन्छ, तर त्यसो भइरहनु जरुरी देखिँदैन। किनभने यो विभिन्न तनबाट राज्य महाराजले आफ्नो लीला सम्पादन गर्नुभयो, किनभने यो राज्य महाराजको कृपा नै भन्नुपर्छ। परब्रह्म श्री राज्य महाराजको प्रियतम यानी अति प्रिय मासुक जो धामधनी हुनुहुन्छ र राज्य महाराजको अति प्यारा आनन्द अङ्ग स्वरूपा जो श्यामा महारानी हुनुहुन्छ र प्रियतम परमब्रह्माको हृदय स्वरूपा हुनुहुन्छ उहाँ। त्यसैले गर्दा यो संसारको लीलामा जब मोहम्मद साहेब आउनुभयो तब उहाँले आफ्नो वास्तविकता नाम जुन पहिचान चाहिँ आशिकको रूपमा राख्नुभयो, जो आशिक भनेको प्रेमी र प्रियतमको रूपमा दर्शाउनु आफूलाई हुन्छ र आशिक जुन राज्य महाराजले ब्रह्मवाणीमा जग्गा जग्गा भन्नुभएको छ कि रूहो तू मेरा आशिक तुम सो इश्क मेरा दिल ए क्यों कर पाओ बका मिने सो सहूर करो सब मिल। र आशिक धामधनीको म हुँ भनेर प्रेमी भनेर मोहम्मद साहेबले पनि दावा गर्नुहुन्छ। र मोहम्मद साहेब यो जुन उहाँको पिता अब्दुल्ला र माता अमिना हुनुहुन्थ्यो, जसको 40 वर्षमा उहाँलाई दर्शन हुन्छ धामधनीको। 63 वर्षको लीला उहाँले आफ्नो तनबाट गर्नुहुन्छ, जो
रासलीला खेल के आए बरारब श्याम, 63 वर्ष तहाँ रहे वादा किया इस ठाम। रासलीला खेलेर जो बरारब अरबमा आउनुभयो मोहम्मद साहेब जो अक्षरको आत्म, 63 वर्ष त्यहाँ रहनुभयो आफ्नो संसारको तनको हिसाबले। र वादा किया इस ठाम यो बिटकको चौपाई हो र उहाँ भन्नुहुन्छ मेरे पछि कोही नआवसी एक रु अल्लाह आवसी भनेर उहाँले आफ्नो कुरानमा जिक्र गर्नुहुन्छ कि जब रु अल्लाह आउनुहुन्छ तब कुरानलाई किताब दुलहिन भनेर यहाँ राजी महाराजले आफ्नो वाणीमा पनि लेख्नुहुन्छ कि जब यहाँ जुन क्यामतको दिनमा जब इमाम मेहदी आउनुहुन्छ तब यो कुरान कुँवारी रहँदैन, त्यो आफूमा कुरान त दुलहिन हुन्छ भनेर यो सनन्द ग्रन्थलाई कुरानको सबै पक्षलाई यहाँ राजी महाराजले विस्तृतमा राख्नु भएको छ र यसलाई कुरान दुलहिन भनेर किताब दुलहिन भनेर पनि राजीले यहाँ भन्नुहुन्छ, जसमा उहाँले हुकुमको अमलमा नउतारे कोही मोमिन, राजी महाराजको हुकुमद्वारा त्यो अरबको धरतीमा जतिखेर मोहम्मद साहेबको बेलामा कोही मोमिनहरू ब्रह्म सृष्टिहरू त्यहाँ अवतरण भएका थिएनन्, किनभने हुकुमके अमलमा नउतारे कोही मोमिन हकीकत मार्फत कि किन आगे गरेर होसन् र हकीकत र मार्फतको चाहिँ अगाडि अर्को तनबाट लीला सम्पादन हुन्छ भनेर मोहम्मद साहेबले आफ्नो कुरानमा पनि लेख्नु भएको छ, राजीले आफ्नो वाणीमा पनि भन्नुहुन्छ र यो बिटकमा पनि यसरी चौपाईद्वारा राख्नु भएको छ कि हुकुमको अमलमै ना कोही उतरे मोमिन हकीकत मार्फत कि किन आगे गरेर होसन् र हकीकत र मार्फतको अगाडि रोशन चाहिँ जो स्वयं राजी महाराज आएर गर्नुहुन्छ भनेर भन्नुहुन्छ। र यसमा केवल तपाईँ हाम्रो कुरान या कुरान एक कागज देव प्रमाण या के मगज मयानी हम पास अंदर आएके खोले श्री प्राणनाथ, यसलाई त स्वयं धामधनी नि आएर खोल्नुहुन्छ र त्यसले गर्दा ब्रह्म सृष्टि, ईश्वरी सृष्टि, जीव सृष्टि जो हाम्रो चाहिँ हिन्दूको धर्मशास्त्रहरूले बताउँछ भने उता आम खास खासल खास भनेर कुरानको चाहिँ भाषामा भनिन्छ। त्यसले गर्दा यहाँ भाषाको मात्रै अन्तर छ कि नासुत, मलकुत, जबरुत, लाहुत भनेर जुन भनिन्छ। नासुत यो जुन छर ब्रह्ममा होइन, मलकुत वैकुण्ठ, जबरुत अक्षरधाम र के अरे लाहुत परमधाम भनिन्छ भने छर अक्षर अक्षरातीत भनेर हामी हाम्रो धर्मग्रन्थद्वारा, हिन्दूको धर्मग्रन्थद्वारा वर्णन गरेको हामी पाउँछौँ। केवल भाषाको अन्तर छ यहाँ। र ब्रह्म सृष्टिहरू जुन चाहिँ मोहम्मद साहेबले गएको 900 साल 990 मास 9 हुए रसुलको जब रू अल्लाह मिसल गाजियो मोमिन उतरे तब, जब मोहम्मद साहेब गएको 1000 साल पछि लगभग 990 साल अनि 9 महिना पछाडि रू अल्लाह मिसल गाजियो। रू अल्लाह जो अक्षरातीत धामधनीको आनन्द अङ्ग श्याम महारानी आफ्ना जमातहरूसँग 12,000 ब्रह्म सृष्टिहरूसँग यो संसारमा खेल हेर्न अवतरण हुनुहुनेछ भनेर यो ब्रह्मवाणीमा पनि हामी पाउँछौँ। यता कुरानमा पनि मोहम्मद साहेबले लेख्नु भएको छ कि रू अल्लाह मिसल गाजियो मोमिन उतरे तब, त्यतिखेर मोमिनहरू यो ब्रह्म सृष्टिहरू त्यो अखण्ड परमधामबाट यहाँ अवतरण हुनेछन्। र यो त्यतिखेर मै कालको आउँगा भनेर राजी महाराजले मोहम्मद साहेबलाई जब दर्शनको बेला भन्नुभएको थियो र मोहम्मद साहेबले स्वयं आएर आफ्नो राज्यमा, आफ्नो देशमा के भन्नुहुन्थ्यो आफ्ना सबै भक्तहरूलाई, आफ्ना उनका साथीभाइहरूलाई भनी, आफ्ना आफन्तहरूलाई भनी, खुदा त कालको भोलि आउनुहुन्छ, खुदाले मलाई भन्नुभएको छ कि मै कालको आउँगा। त्यसले गर्दाखेरि अब सबैलाई त्यो शिक्षा दिइरहनु भएको थियो र त्यतिखेर चाहिँ भोलि त हजुर आफै रहनुहुन्छ, किन
यस्तो भन्दै हुनुहुन्छ भन्दा उहाँले भन्नुभयो ताकि त्यतिखेर कहे मोहम्मद दिन खुदाका दुनियाँकै साल हजार, किनभने मोहम्मद साहेबले भन्नुभएको आफ्नो कुरानमा पनि लेख्नु भएको छ, राजीले पनि भन्नुहुन्छ ताकि कहे मोहम्मद दिन खुदाको एक दिन दुनियाँको 1000 साल हुनेछ कि लैलत कदर की फजर को पावे दुनिया सब दीदार। किन खुलासा बाणीमा पनि राजी महाराज भन्नुहुन्छ ताकि यो कहे मोहम्मद दिन खुदाका दुनियाँकै साल हजार, लैलत कदर की फजर को, लैलत कदर भनेको अन्धेरी रातलाई त्यो अक्षरातीत धामधनी परब्रह्म परमात्मा अक्षरातीत धामधनी स्वयं जोस आवेशको रूपमा यो फरामोसीको यो असत जड दुःखको संसारमा आफ्ना ब्रह्म आत्माहरूसँग अवतरण हुनुहुनेछ कि र सबै दुनियाँले उहाँको दर्शन गर्नेछन् र त्यो ब्रह्मज्ञान रूपी चाहिँ जुन ज्ञान छ त्यसको माध्यमद्वारा सबैले दर्शन गर्नेछन् सोही खुदा सोही ब्रह्मा भनेर यसरी धर्मशास्त्रले भन्दछ। ताकि राजी महाराज विभिन्न तनको माध्यममा यहाँ अवतरण भएर जोस आवेशको रूपमा यहाँ लीला गर्नुहुन्छ। किनभने यो त मेटन लडाई बन्धन कि दुजा जादे पैगम्बर धनी आए बेद कतै छुटाउने यति नै बात चित्तमै धर। आजसम्म दुनियाँवालाहरू कि वेद कतेबको चाहिँ फन्दामा चाहिँ उनीहरू कर्मकाण्डमा सबै नै एकदमै हावी भइरहेका थिए ताकि खुदाको चाहिँ मैं कौन आए त क्यों कर कहाँ है मेरा वतन नार तो कौन कसम का है दिल का वचन तू जागत हो कि नींद में करके देख विचार या इन्हें बीत का सारी कहूँ या बीत की सारी कहूँ इन जिमी के प्रकार। किनभने म कहूँ कहाँबाट आएको हुँ, शरीर र संसारलाई छोडेपछि मैले कहाँ जानुपर्छ भन्ने कुरो यहाँ चाहिँ जुन कसैलाई पनि थाहा होसमा कोही आउने कुरो गरेनन्। कसैले पनि खालि यहाँ सारा दुनियाँमा त एकदम एक आपसमा धर्मको झगडा, उच्च नीचाको झगडा हो, यस्तोमा सबै दुनियाँले आफ्नो जिन्दगी बर्बाद गरिरहेको थियो। त्यतिखेर मेटन लडाई बन्धन कि दुजा ज्यादै पैगम्बर अर्को एकदम यस्तो खालको चाहिँ स्वरूप, यस्तो खालको यहाँ धनीको प्रकट हुनेछ ताकि धनी आए वेद कदेव छुटाउने ए तीनों बात चित्तमै दर बोले जुन प्राणनाथ प्यारे की जय। अब यहाँ बसरी मल्की और हक्की जुन बसरी स्वरूप छ, मल्की स्वरूप छ, हक्की स्वरूप छ, कहे मोहम्मद 3 सुरत। मोहम्मदले पनि 3 सुरतको वर्णन गरिएको छ। यो बितक जसले बितकलाई आद्योपान्त सुनेको छ उसलाई यो शब्द जालले बाँध्दैन, किनभने यो शब्दको बिचमा ऊ कहिले पनि हराउँदैन। उसको त अन्तरपट खोलिहाल्छ कि हकीकत र मार्फतको उसलाई पहिचान हुन सक्छ। र त्यसैले गर्दा यो त बसरी मल्की हकी कहे मोहम्मद 3 सुरत, किनभने 3वटा सुरतको बारेमा मोहम्मद साहेबले भन्नुभएको छ ताकि कारज सब सिद्ध करे अब्बल विचार कर, कारज सबै कामहरू चाहिँ सबैको पूर्ण हुनेछन्, सबैले दर्शन पाउनेछन् ताकि सबैको मनोकामना पुरा हुनेछ। अब्बल भनेको परमधाम, बीच भनेको जो ब्रजरासमा, आखरत भनेको अहिले आएर यहाँ जो जागनी ब्रह्माण्डमा सबैको मनोकामनाहरू पुरा हुनेछ। र यी 3वटा सुरत, बसरी सुरत जो मोहम्मद साहेबलाई, मल्की सुरत जो यता सद्गुरु महाराज जो श्यामा महारानी अन्तर्हृदयमा विराजमान भएर रिजा गर्नुहुन्छ, हकी स्वरूप जो मिहिराज ठाकुरको तनमा जो श्री राजी महाराज स्वयं ले विराजमान भएर हकी स्वरूप कहलाउनुहुन्छ। त्यसले गर्दा यो सारा 3वटा तनबाट नै यो लीला सम्पादन हुन्छ। र रसुल मोहम्मद रू अल्लाह और मेहदी इमाम, रसुल मोहम्मद रू अल्लाह और मेहदी इमाम, यी 3वटा स्वरूप होइन, ये चारौँ एकै तन है जाकी नाम इस्लाम। इस्लाम भनेको निजानन्द है त, यसरी बुझ्नुहोस् है। अनि रसुल मोहम्मद रू अल्लाह और मेहदी इमाम, रसुल मोहम्मद साहेब हुनुभयो, रू अल्लाह श्यामा महारानी हुनुभयो और मेहदी यहाँ इन्द्रावती हुनुभयो, इमाम अक्षरातीत स्वयं धामधनी जसको इन्द्रावतीको तनमा विराजमान हुनुभयो र हकी स्वरूप कहलाउनु भयो। यी चारौँ एकै तनै ताको नाम इस्लाम। यो 4वटा एउटै तन हो, एकपछि अर्को बदलिँदै लीला सम्पादन गरेको। र यसमा तपाईँ हामी मतभेद हामीले ल्याउन किन यसमा आवश्यक देखिन्छ र? बिल्कुल देखिँदैन, किनभने यो 4 स्वरूप त एकै हो नि त, बिल्कुल एक हो। सुन्दर साथी, यसमा दुविधा तपाईँ हामीले लिनु हुँदैन। बाणीलाई पढेर हामीले हेर्न सक्नुपर्छ बाणीले के भन्छ। किनभने
मोहम्मद अहमद मेहदी बसरी मल्की हकी अलिफ लाम मिम सत चिद आनन्द। हेर्नुहोस्, एउटै शब्द जुन कुरानमा बताइएको छ त्यही तपाईँ हाम्रो हिन्दू ग्रन्थमा पनि बताइएको छ है। सत चिद आनन्द, अलिफ लाम मिम बसरी मल्की हकी मोहम्मद अहमद मेहदी, यी सारा कुराहरूबाट, यी सारा सङ्केतहरूद्वारा तपाईँ हामीले हाम्रो अन्दरको पट खोल्नुपर्छ, ताकि बसरी मल्की हकी यी तुन सुरतहरूलाई चाहिँ तपाईँ हामीले पहिचान गर्न सक्नुपर्छ कि बसरी मल्की हकी कहे मोहम्मद तीन सुरत कारज सब सिद्ध गरे अब्बल बिच आखरत। होइन, सबै कारजहरू तपाईँ हाम्रो मनोकामनाहरू सबैले लैलत की कदर में पाओ दीदार सब हक, सबैले त्यो अन्धेरी रातको मा जुन राज्य महाराजको जब अवतरण हुन्छ, त्यो ब्रह्मवाणी आउँछ, त्यतिखेर सबैले राज्यको दर्शन पाउनेछन्। किनभने हामीले वितकमा श्रवण गरेका छौँ, सुनेका छौँ, ताकि यही अक्षरातीत, यही है धामधनी, यही मोहम्मद मेहदी ईसा, यही पुरै मनोरथ काम। वितकको हाम्रो 68 को चौपाईमा यानि प्रकरणमा उहाँले भन्नुहुन्छ, चौपाई मलाई थाहा भएन, ताकि यो त यही अक्षरातीत है, यही है धामधनी, यही मोहम्मद मेहदी ईसा, यही पुरै मनोरथ काम, कि सबैले यसरी जिक्र गरेका थिए, यसरी साबित गरेका थिए कि ताकि यो अक्षरातीत धामधनीलाई कि यसरी जाहेर गरे दुनियाँमा, यहाँ नि मेहदी हुनुहुन्छ, यहाँ नि इमाम हुनुहुन्छ, यहाँ नि ईसा हुनुहुन्छ, रुह अल्लाह हुनुहुन्छ भनेर, ला इलाहा अल्लाह मोहम्मद रसुल अल्लाह, यसरी कुरानमा जुन कुरानको मुल्लाहरूले वाङ फुकिरहेका थिए नि, ला इलाहा अल्लाह मोहम्मद रसुल अल्लाह, ला तो कया नाही को इल्ला तो कया हक्क, ए तो अक्षरातीत की बात बढी बुझरक। धामधनी भन्नुहुन्छ नि, ला तो कया नाही को इल्ला तो कया हक्क, ए तो अक्षरातीत की बात बढी बुझरक। राजीले जुन मोहम्मद साहेबलाई त्यो अखण्ड परमधाममा बोलाउनुहुन्छ, कि अक्षरको आत्मलाई मोहम्मद साहेबलाई जब उहाँ 40 वर्षको उहाँको उमेर हुन्छ, कि त्यतिखेर उहाँलाई त्यो परमधाममा अक्षरातीत धामधनी राजी महाराजले बोलाउनुहुन्छ, ताकि अक्षरको आत्मलाई, जुन अक्षरको आत्म त्यहाँबाट जब परमधामतर्फ आफ्नो यात्रालाई तय गर्छ, त जब गर्नुहुन्छ त जमुनाजी जो को पार उहाँले गर्न सक्नुहुन्न, ताकि किनभने त्यो यहाँ असत जड दुःखको सत्ताको तन, सत्ताको स्वरूप, सत्ताको कुनै पनि चिज यो संसारको त्यो परमधाममा जान सक्दैन। त्यसले गर्दा एक कङ्कडी अरसका उडावे 14 तबक, यो त्यहाँ बिल्कुल कुनै हालतले जान सक्दैन। त्यसले गर्दा जित चल नसके जब्राइल कहे मेरे पैर जलता, जहाँ जब्राइलको शक्तिले त्यहाँ प्रवेश गर्न सकेन, कहे मेरे पैर जलता, नूर त जला कि तजली में ए ज्योत सह न सकत। होइन, नूर त जलाको तजलीमा यो ज्योत, यो अक्षरातीत धामधनीको नूरमय जोसले सहन बिल्कुल सक्दैन। त्यसले गर्दा यो हर कुरानमा, हर पुराणमा, हर धर्मशास्त्रमा लेखिएको छ। बोले श्री प्राणनाथ प्यारे की जय, सद्गुरु महाराज की जय। यसरी यो सारा हकीकत र मार्फतलाई यहाँ धनीले यो हर ग्रन्थ मार्फत यहाँ उहाँले बताउनु भएको छ। तपाईँ हामीले केवल हेर्ने मध्यनजरलाई बेग्लै हिसाबले हामीले हेरिरहेको अवस्था छ। त्यसले गर्दा नूर त जल्ला कि त जल्लीमे ए ज्योत छैन सक्दा, कि त्यो नूर त जल्ला अक्षरातीत धामधनीको त्यो प्रेमको साम्राज्यमा यो ज्योतिले यो प्रवेश नै गर्न सक्दैन। त्यसले गर्दा यो कया सुभान हकने जब राजी महाराजले रफरफको तकतुरा पठाउनुहुन्छ, कि त्यहाँ जब त्यतिखेर र उता अगाडि जान नसकिसकेपछि रफरफको तकतुरा पठाउनुहुन्छ र गएर उहाँलाई चाहिँ त्यो कृपा हुन्छ कि त्यो सुखपालमा बसेर अखण्ड परमधाममा जानुहुन्छ र उहाँ गएर राज्य महाराजको आम्ने सामनेमा बसेर वार्ता गर्नुहुन्छ। कि उहाँले कुरानमा यस्तो जिकर गर्नुहुन्छ कि कया सुभान ने मुझको हरफ 90,000, कि जुन राज्य महाराजको
आम्ने सामनेमा बसेर त्यो स्वरूपलाई देखेर चाहिँ नि उहाँले त्यो 90,000 हरफ सुन्नुभयो। कया सुबन्ने मुझको हरफ 90,000, कया 30 जाहिर करो और 30 तुम पर अख्तियार, बाँकी 30 को छिपाए, वका दरवाजा खोलसी आखर को हम आए। कि 30 यो लगेर जाहेर गर कि तिम्रो त्यो मुस्लिम भाइहरूले, मियाँ भाइहरूले रहने बस्नेको ठिगानै छैन, उनीहरूलाई शरीयतको कर्मकाण्डको एटलिस्ट त्यसको पनि शिक्षा देऊ कि उनीहरूले एउटा मानवतामा रहेर उनीहरूले आफ्नो जिन्दगीलाई बिताउन सकुन्, खुदाको पहिचान गर्न सकुन्, अलिकति कर्मकाण्डको भाषामा सिकाऊ उनीहरूलाई। र 30 जो हरफ छ त्यो तुम पर अख्तियार, यदि त्यस्तो कोही मिल्यो भने बस उसलाई तिमीले बताउन सक्छौ। बाँकी 30 रहे सो राखियो छिपाए, र बाँकी जो 30 हरफ 1000 हरफ छ त्यो चाहिँ छिपाएर राख्नु, बका दरवाजा खोलसी आकरको हम आए। र त्यो परमधामको अति गुज्जेभन्दा गुज्जे रहस्यमय बात त्यहाँ लेखिएको छ। त्यो म जब 1000 साल पछाडि आएर म त्यो खोल्नेछु भनेर राजी महाराजले भन्नुभएको छु। म पछाडि आउनेछु भन्नुभएको थियो। र धनी कहाँ हुनुहुन्छ भन्नुहुन्छ, हजुर आउने त्यो ठाउँलाई म एकदमै यस्तो सजाउँछु हिरा मोतीले, ताकि हजुरलाई सेवा, हजुरलाई कुनै म स्वागत सत्कार यसरी गर्नेछु। राजी कुन ठाउँमा अवतरण हुनुहुनेछ भन्नुहुन्छ। होइन यस्तो खालको तिमीले गल्ती नगर, किनभने उपर तले अर्स कया मोमिन कलो, माथि तल परमधाम तिमीले देख्दैनौ। परमधाम त राज्यको धाम त कि मोमिन कलुब, मोमिनहरूको दिल हो। हामी भन्छौँ नि ब्रह्मवाणीमा गाउँछौँ, अर्स तुम्हारा मेरा दिल है तुम आई करो आराम। कि माथि तल परमधाम खोज्नु हुँदैन, परमधाम मेरो बैठक त राज्यको भन्नुहुन्छ, ताकि त्यो ब्रह्म सृष्टिको दिल नै मेरो धाम हो। तर आज हामीले यो दिललाई त्यो धाम बनाउन सकिरहेका छौँ कि छैनौँ। र यसलाई त सबै विकार विषयदेखि निर्भीत गराएर यो अति उत्तम यसलाई धामधनीको बैठक लाग्न सक्ने यो दिललाई तपाईँ हामीले राख्न जरुरी छ, बनाउन जरुरी छ। त्यसले गर्दा यो त राज्यले हर ब्रह्मवाणीमा नै भनिदिनु भयो कि ताकि महामती करी परीक्षा तिनको जो पहिले हुए निर्मल, छुटे विकार सारा अङ्गका पहुँचे इस्क अब्बल, पहुँचे हक्क इस्क अब्बल। कि सब महामतीले परीक्षा भन्नुहुन्छ कि त्यहाँ परीक्षा गर्नुहुन्छ अरे पहिला, जुन जसलाई चाहिँ जब जिउ दुःख भए उनको जिउ अर्स भए नजिक त्यौँ खेल होता दूर। जब परमधाम नजिक हुन्छ, यो संसारको खेल तपाईँ हामीदेखि टाढा हुँदै जान्छ। र त्यसैले गर्दा यो सारा हकिकतलाई मार्फतलाई यो यी मोमिनहरूले मात्रै बुझ्छन्, यिनीहरूलाई मात्रै त्यो बुझ्न सक्ने क्षमता राजी महाराजले दिनुहुन्छ। पछि सबै दुनियाँले त लैलत की कदर की फदर में पावे दीदार सभा का, सबैले पाउने छन् यसको दर्शन। ताकि पहिले सुख संयनको पछि सुख संसार, पहिले सुख त संयनी ब्रह्म सृष्टिहरूलाई हुन सक्छ। र यिनीहरूले नि यो हकिकत मार्फतको कुरो बुझ्नेछन् कि या पुराण एक कागज दौँ प्रमाण, याके मगज माया ने हम पास अंदर आए खोले श्री प्राणनाथ। हो राजी महाराजले जुन अखण्ड परमधामको सम्पूर्ण हकिकत सारा खजाना नै यहाँ ल्याएर यो ब्रह्मवाणी अन्तर्गत राखिदिनु भयो। र सारा दुनियाँले यो ब्रह्मवाणीको पिछले साथ आओस् क्यों कर ए प्रकाश बानी चित्त हृदय धर, 7 चरण चले सही पिछले कारण ए बानी कही। र यो आगामी आउने सुन्दर साथहरूले भविष्यमा यो वाणीलाई आत्मसात गरेर चाहिँ उस परमधामको अक्षरतीत धामधनीको पहिचान गर्न सकोस्, चिन्तन गर्न सकोस्। यो विभिन्न भाषामा लेखिएको यो वाणी छ र यसलाई तपाईँ हामीले बुझ्न सक्नुपर्छ नि त। कि यो बुझ्न सकिएन भने राजी महाराजको यो चिन्तन गर्नुहोस्, यसलाई सोरामसोरात गर्नुहोस्, ताकि यो विरोध भाषालाई हटाउनको लागि चिन्तन गर्न अति आवश्यक छ। नत्र भने हामी उही पुरानो क्याङ्क्याङ्कमै पुग्न सक्छौँ। त्यसले गर्दा राज्यमा हेर्नुहोस्, इन्द्रावतीले पढ्या नाइ फारसी न कछु हरफ अरब, सुनिया नाइ कुरानको और खोली माया ने सब। खुलासा गराउँछ भन्नुहुन्छ न, पढा नाइ फारसी। कि देवचन्द्रजी महाराजले पनि भन्नुभएको थियो, ताकि मलाई यो कुरान पढ्ने अवसर मलाई मिलेन, कुरान पढ्न मलाई यो राज्य महाराजको कृपा भएन। र कुरानमा पनि पक्षमा पनि जुन हाम्रा कुराहरू लेखिएका छन्, अमृत सुरत खुदाको भनेर त्यहाँ लेखिएको छ नि त। र त्यसले गर्दाखेरि यो तपाईँ हामीलाई यो पढिरहन कुनै डिग्री लिनु पर्दैन, चिन्तन लाउनुहोस्, राजी महाराजसँग वार्ता गर्नुहोस्,
बस एकदम यसको हकीकत र मार्फतलाई तपाईँ हामी बुझ्न सक्छौँ कि बसरी मल्की हक्की ए तीनों के जुदे जुदे खिताब होइन, यो तीनटाको खिताब उनीहरूको आफ्नो परिचय उनीहरूको बेग्ला बेग्लै छ। बसरी मल्की हक्की जुन बसरी स्वरूप जुन आरबमा जुन मोहम्मदको भयो, मल्की जो देवचन्द्रजीको भयो, त्यस पछाडि हक्की स्वरूप मेहराज यानि प्राणनाथको भयो। यो तीनों स्वरूपको जुदे जुदे छ किताब गए। ये तीनों के जुदे खिताब आफ्नो आफ्नो छ यिनीहरूको तरह बुझ्न तपाईँ हामी सक्नुपर्छ। एक फुरमान ल्याई दुसरे कुञ्जी, एउटाले फुरमान ल्यायो, सन्देश ल्याउनु भयो। कसले? 1000 सालपछि कि इमाम स्वयं खुदा आउँदै हुनुहुन्छ आफ्नो जमातको सँग, साल 990 मास 9 भनेर अघि मैले भने नि हो। त्यो एकदम सङ्केत सारा वेद कतैभरले पनि सङ्केत तनी वेदहरूमा पनि हरेक हिन्दू धर्म ग्रन्थहरूमा पनि यहाँ तनी जो सन्देशहरू राजी महाराजले पठाउनु भयो कि एक फुरमान ल्याई दुसरी कुञ्जी, अर्कोले त्यसलाई खोल्ने कुञ्जी ल्यायो रे, त्यसरी खोले किताब। र तेस्रो भनेको जो हक्की स्वरूप जो प्राणनाथ हुनुहुन्छ, उहाँले सम्पूर्ण खोलेर चाहिँ सबैलाई बताउनुहुन्छ है। छोटा कियामतमा हामी सारा यसको विषयमा सुन्न पाउँछौँ र यो तपाईँ हामीले चिन्तन गर्न अति जरुरी छ। र जब अक्षर ब्रह्मको आत्म जब मोहम्मद साहेब जो उहाँ पुग्नुभयो परमधाममा राजी महाराजको सँग, जब रुबरु वार्ता गर्दै हुनुहुन्छ र पछि फर्केर हेर्नुहुन्छ ताकि मोती के मुँह पर उलफ माए फुरमान यिनी गुनेगारको दिलको अर्स कर बैठेका छन् है। यो मोतीको मुँह पर यस्ता यी मोती जुन को यस्तो खालको स्वरूपमा यिनीहरूको मुख किन बन्द छ, यिनीहरू किन फरामोसीमा छन्, किन बन्द छन्? राजी महाराजको चरण कमलमा तपाईँ हाम्रो परामोसीमा छ। सुर्ता यो खेलमा आएको छ। त्यसले गर्दाखेरि यो त इनकी किल्ली तेरे दिल ए तब खुले जब दोनों आवे मिल भन्नुहुन्छ। यो किनभने तेरी उम्मत ने गुनाह किया, तिम्रो उम्मतले तिम्रो जमातले गुनाह गरेको छ यो खेल मागेर। त्यसले गर्दा यो इनकी किल्ली तेरी दिल, यिनीहरूको चाबी यो खोल्ने, यो जो फरामोसीको पर्दा खोल्ने तेरी दिल जब दोनों आवे मिल, जब दुईजना मिलेर एकैचोटि आउँछौ भनेर यसरी पो भन्नुभएको छ त कि ताकि अब त यहाँ अब आइबेर त्यसरी तेस्रो पटक जुन आउनुभयो तिनका सुनो विचार। यो तेस्रो बार जब आउनुभयो अब आई बेर त्यसरी तिनको सुनो विचार कि त्यसलाई विचार गर कि पहिचान बिना गिरो क्या करे या यार और सिरदार। धामधनी पहिचान बिना गिरो, यी ब्रह्मा सृष्टिहरू मै हुँ भन्नेहरूले पनि के गर्छन् होला? या यार और सिरदार। महामती कहे मोमिने ए हाँसी के हे ठौर, कि यो त हाँसीको ठौर हो। परमधाममा गएर तपाईँ हामीले सबै यो कुरालाई त्यहाँ हामी सत्य साबित हुन्छ कि कसले के गरेको छ। सबै अक्षर ब्रह्माले यो सबै यहाँको तपाईँ हाम्रो हकीकतलाई चाहिँ यहाँको सबै यो खेललाई क्यामेरामा कैद गर्दै हुनुहुन्छ ताकि पछि गएर त्यहाँ हामीले हेर्दा ओहो कि म त त्यहाँ त यस्तो पो गर्दो रहेछु भन्ने। र यहाँ पहिचान गर्न अति जरुरी छ साथी हो। जोलो नचिने मोहम्मदको तोले न सुध्न जमाना। मोहम्मदलाई जसले राज्य महाराजलाई जसले चिनेन नि तोलो न सुध्न जमाना, तब लागे सुध नपक्का फना ना सुध नाफा नोक्सान। कि उनीहरूलाई सुध जमानाको पनि सुध हुँदैन र नाफा नोक्सान भन्नाले मानवतन पाएको थिए। यो चार पदार्थ थियो, कलियुग थियो कि 28औं कलियुग पनि 28औं है 28औं कलियुग थियो, मानवतन थियो, ब्रह्म ज्ञान आएको थियो, सद्गुरु पाएको थियो। त्यसले गर्दाखेरि यो तिनीहरूका लागि जसले पहिचान गर्न सकेन। मेरे साथ सयाल आए थे मेरे घर, मै पहिचान गर्न सकी पिउँ चले पुकार कर। त्यति आखिरी त्यतिखेर तपाईँ हामीलाई त्यो पश्चाताप हुनेछ कि जब अहिले तपाईँ हामीले यो हकीकत मार्फतलाई बुझ्न सकेनौँ भने जोलो नचिने मोहम्मदको तोलो न सुध जमाना, तब लगे सुदाना बका फना ना नाफा ना नोक्सान। होइन बका फना त्यो अक्षराती धामधनीको पनि पहिचान गर्न सक्दैन कसैले, र परमधामको बारेमा पनि चिन्तन गर्न सकेन, चितवनी गर्न सकेन। शब्दको जालमा मात्रै परेर एकले अर्कोलाई निचा गिराउने, अर्काको खुट्टा तान्ने, अर्कालाई नराम्रो शब्द प्रहार गर्ने, यही मात्रै यहाँ चलिरह्यो यदि भने बस तिनीहरूको लागि त्यो अक्षर यानि त्यो परमधाम अक्षरातीत धामधनी कसो दोहोर हुनेछ। र यो गुनाह तपाईँ हामीले गर्नु हुँदैन कहिले पनि, किनभने कहिला मोहम्मदको चलेन मोहम्मद साद
डाढे जुदागी दिन में कहे हम सुन्नत जमात। राजी महाराजको खिलौत पढेर हेर्नुहोस् त, कहलाए मोहम्मदको चलेन मोहम्मद साथ। डाढे जुदागी दिन में भने धर्ममा तपाईँले आफूलाई अलग गर्दै हुनुहुन्छ। दिन भनेको धर्म, त्यसमा आफैलाई अलग गर्दै हुनुहुन्छ र कहे हम सुन्नत जमात। म परमधामको खासल खास मोमेद हुँ, म सुन्नत जमात हुँ। म चाहिँ एकदम अर्श अजिमको म ब्रह्मा सृष्टि हुँ, 12,000 मध्येमा म छु भनेर आफूलाई जिक्री गर्नु बेकार हुन्छ सुन्दर साथजी। त्यसले गर्दाखेरि यो जान्न, यो ब्रह्मवाणीले तपाईँ हामीलाई यस्तो खालको दर्पण हो यो, ताकि हामीले यो हेर्ने बित्तिकै चिन्तन गर्ने बित्तिकै हामी सबै यो जान्न सक्नेछौँ। ताकि कहलाए मोहम्मदको, होइन मोहम्मदको हुँ म अक्षराती धामधनीको हुँ भनेपछि धामधनीको यो ब्रह्मवाणीले आफ्नो आत्मसात गर्न सक्नुपर्छ। किनभने यो त सबै दुनियाँले पनि यसको चाहिँ पछाडि यो दर्शन पाउनेछ। राजीको दिन चौथा महिने रसुल धरा कदम, चौथा दिनमा हो आएको। कुरानमा 6 दिनको लीला बताइएको छ। पहिलो त ब्रजको, दोस्रो रास, तेस्रो मोहम्मद साहिब, चौथा दिनको लीला सुन रू अल्लाह श्यामा महारानी धनी श्री देवचन्द्रजीको तनमा विराजमान भएर चौथा दिनको लीला सम्पादन गर्नुभयो। 5औं दिनको लीला जो मेहराजको तनमा अक्षरती धामधनी सोही खुदा सोही ब्रह्मा विराजमान भएर चाहिँ 5औं दिनको लीला सम्पादन गर्नुभयो। 6ठा दिनको लीला तपाईँ हामी ममिन, 6ठा दिन कसको? ममिनको हो नि त, तपाईँ हाम्रो हो यो। त्यसले गर्दा दिन चौथा मिने रसुल धरा कदम, 3 पाउ सुजन किया जागे न कोही आत्म। हेर्नुहोस् देवचन्द्रजीको जुन जीवन दर्शन छ, त्यतिखेर सबै सुन्दर साथहरू जगी 313 आत्माहरू जागेका थिएनन् र सबै फरामोसीमा सबै सुते। एक मेहदी उहाँ पनि पूर्ण रूपले जागृत पहिला सुरुमा नभएको अवस्था, ताकि उहाँले चाहिँ यदि जागृत हुनुहुन्थ्यो भने हजुरले परमधाम देख्नुहुन्छ, म किन देख्दिनँ भनेर उहाँले भन्नुहुन्थ्यो। किनभने यो लीला एउटा तनबाट मात्रै हुनसक्छ, मलाई उठाएर तिमी बस तब मात्रै तिमीले त्यो परमधाम देख्छौ भन्दाखेरि जब उहाँलाई त्यो तसल्ली भयो, जब त्यो उहाँलाई चाहिँ यकिन भयो, तब उहाँले आफूलाई यसो पश्चाताप गर्नुहुन्छ। बोलो श्री प्राणनाथ प्यारे की जय। त्यसले सुन्दर साथी कलाम अदय हादी शास्त्र पुराण या वेद ए सुख मोमिनले बसी हक्क रचनाका भेद। सबै यसको सुख, यसको चाहिँ वास्तविकता चाहिँ यसको यो मार्फतको हकीकतको सबै सुख आनन्द त परमधाम 25 पक्षको यी मोमिनहरूले नै लिनेछन्। र यो सबै कुरालाई तपाईँ हामी आत्मा साथ गर्नुपर्छ। जोले न सिर अपने तो क्या करे बचन, ये वचन जो जागृत जगावत तत्खिन, जो शिर नलेबे आपने तो क्या करे वचन। यो वचनलाई हेरिएन र अर्काले भनेको पनि सुनिएन यदि भने आज हामी धेरै जान्नेछौँ, धेरै बुझकी छौँ। राजी महाराजले त उमी मेरो यार त भन्नुभयो। किनभने दुनियाँवालाहरूले कि इलम पर्नेहरूले कि इलम चातुरी खुबी अङ्गका यही लिखिया मोहेपट अन्तर, यही देवे न देखना मेरे दुल्हाका मुखाका नूर। है इलम चातुरी पढ्नेहरूले मेरा मेरा अनपढ भनेको गमार होइन, तर फेरि यस्ता ब्रह्मशास्त्र सृष्टिहरू छन् जो अरूको दुःखमा साथ दिन्छन्, अरूलाई दुःख भएको आफूले दुःखको महसुस गर्न सक्छन्। यी ब्रह्म सृष्टिहरू मोमबत्तीका जस्तो आफू जलेर अरूलाई शीतलता प्रदान गर्ने यी ब्रह्म सृष्टिहरूलाई दुनियाँवालाहरूले गुलाम बनाउनेमा छन्। तर मेरो इलमले यिनीहरू पल पल आफूलाई जागृत राख्नेछन्। हो तो अंदर उजाली खूब किन हो तो उजास दिया भरोसा ना करे पिया मिलन की आस। र यी सारा हकीकत र मार्फत तपाईँ हाम्रो लागि यो 18,758 चौपाई अवतरण भयो। सुन्दर साथी, यो शब्द जालमा तपाईँ हामी नबाँध्यौँ र साक्षित अक्षराती धामधनीको स्वरूपलाई पहिचान गरौँ। र यो मोहम्मद साहेब भनेर आज कतिले यो ब्रह्मवाणीलाई पनि अङ्गभङ्ग गरेर कति किताबहरू निकालेको पनि विगतको दिनमा सुन्नमा आएको, देख्नमा आएको। यसो गर्नु तपाईँ हामीले हुँदैन। यो हर शब्दमा यो जोड छ कि सनन्द साकिया 3 साकी की पाव, 3 पावको हरफको तुम लिजो दिल की भाव। हरेक शब्दको, हरेक वाक्यको, हरेक चाहिँ चौपाईलाई तपाईँ हामीले मन्थन गरेर यो दिलमा राख्न सक्नुपर्छ। कि यो पढ्नको लागि, पाठको लागि मात्रै होइन, यो त पढेर राजी महाराजसँग वार्ता गर्नुहुन्छ यहाँ त। किनभने कोही खाली नगाया न खिलवते लिया कछु हक्क का वेद, सो काहु न जा सके पढे इसका का कैद।
त्यो कहीँ पनि जान सक्दैन। त्यो त इश्क प्रेमको पन्जामा त्यो पर्दछ। त्यो अक्षरातीत धामधनीसँग त्यस्तो खालको निस्बतको पहिचानी यी निस्बती आत्माहरू आज संसारमा आएर यसरी बिखरिएका छन्। किनभने एक सखी दर्शन करे सुख पहुँचे 12,000 पाउनुपर्ने हो त कि एउटा सखीले अर्को सखीको दिलमा अक्षरातीत धामधनीको बैठक भएको देख्न सक्नुपर्छ र सदा सर्वदा सबैप्रति एकै भाव राख्ने पो हुन् ती मोमिनहरू। कहाँ यहाँ उत्तर चढाव गर्ने हो, एउटाको पछ्यौरी अर्कोले तान्ने हो र, एउटाको खुट्टा अर्कोले तान्ने हो र। शब्द यस्तो खालको नराम्रो नराम्रो शब्दहरू शब्द जाल यो म आजको सामाजिक सञ्जालमा देख्दछु। हाय हाय मैं क्या कहूँ तिनको जो इनमें से निष्फल जाए, होइन? जो यो यति शङ्का रहितको ज्ञान आज रहँदै पनि उनीहरूले यदि यहाँबाट किन दाजी महाराज भन्नु मेरे इलम लिएको करो उनमें जायर, मैं शेर से नजिक बक्का थिएन बाहिर भनिरहँदा कि जाओ सबलाई दुनिया के सारा अंग में मेरे बुद्ध को करूँ प्रवेश, असत को सत्य करूँ इन्हें इलम को आवेश। ब्रह्मवाणीमा हर वाणी हर चौपाइमा चोट छ सुन्दर साथजी, किनभने यो चोट त त्यसलाई लाग्दछ। बहुत पुकार करूँ किस खातिर ये तो सपना स्वरूप, बहुत पुकार राजी महाराज हार के धने गिग्ने कह्या, कसको लागि पुकार गर्दैछु म यो, ये तो सपना स्वरूप बेहद बनज का होएगा साथी एक लफ से हुई टुकटुक। त्यो अखण्ड परमधामबाट अवतरित सुरता रूपमा खेल हेर्न आएको ब्रह्मा सृष्टि हो भने एक शब्दमा ऊ टुक्रा टुक्रा हुन्छ, उसको दिलमा चोट लाग्न सक्नुपर्छ। तर मोमिन काफर दो कहे ये जो तफावत अन्तर यही छ मोमिन र काफरमा, ये चोट काफर पर नलागे मोमिन छेड्नेको हो, यो चोट त्यो काफरलाई लाग्दैन। अर्काको पछि लागेर हिँड्छ, सत्सङ्गमा गयो भने पनि यस्तो भाव यस्तो विचारले कहाँ यसले कुन के शब्द बोल्छ त्यो शब्दलाई फेरि लगेर सामाजिक सञ्जालमा एकदम पतङ्ग बनाएर अगाडि फिराउँछ। त्यो मोमिनको रहनी होइन है सुन्दर साथी। किलोतमा मोमिनको रहनीलाई पढ्नुहोस् र आफ्नो निस्बती आत्माहरूलाई निस्बतको बारेमा पहिचान गर्नुहोस्, धनीको पहिचान गर्दै अखण्ड परमधामको चिन्तन गर्नुहोस्। चितवनीदेखि विकल्पहरू कुनै पनि छैन। बस तपाईँ हाम्रो यो हृदयमा त्यतिखेर तसल्ली हुनेछ। यति भन्दै आउनुहोस्, मैले समय पनि धेरै लिएँ र आजको यिनै चर्चा शब्दका साथ आजको चर्चालाई अगाडि म विश्राम दिन चाहन्छु र यो तपाईँ हाम्रो दिन शुभ रहोस्। सबैको हृदयमा राजी महाराजको बैठक होस्, ताकि सद्बुद्धि सबैलाई प्रदान गरिदिनुहोस् हे राजी महाराज भनेर नै भन्नुपर्छ, ताकि सनन्द ग्रन्थको पहिलो चौपाईलाई उठाउँदै मैले धेरै हजुरहरूलाई ब्रह्मवाणीको माध्यम, यहाँ कुनै किस्सा कहानी हुँदैन है सुन्दर साथी, कुनै त्यस्तो किस्सा कहानी ब्रह्मवाणी अगाडि राखेर गुनाहको भागीदार हुनुपर्छ नि। त्यसले गर्दा आउनुहोस्, अल्लाह मोहबा मासु सो खासी खसम दिल तो नाम धराया रसूले तो आशिक अपना असल। बोलो श्री प्राणनाथ प्यारे की जय, सद्गुरु महाराज की जय, सुंदर साथ की जय। हे राजी महाराज धामधनी अखण्ड परम धाम की जय।